नमस्कार सम्पूर्णमा मेरो नाम हेमराज पुन र म प्रोफेसनलीमा डिजिटल एन्टरप्रेन्योर सो आज म तपाईहरुलाई केही महत्त्वपूर्ण कुरा भन्न जाँदैछु जहाँबाट तपाईले चाहिँ मलाई बुझ्न सक्नुहुनेछ र म अहिले चाहिँ हाल मंगला गाउँपालिका वडा नम्बर 3 बनापिङेमा छु र म तपाईलाई के भन्न चाहन्छु जति पनि यो भ्यू देखिराख्नु भएको छ आज हामीले कतिजना पढेर पनि विदेश जानुहुन्छ हैन कतिजना चाहिँ पढ्दा पढ्दै पनि नेपालमा रोजगारी छैन भनेर चाहिँ सिर्जना भन्नुहुन्छ हैन र साच्चैमै भन्नुपर्दा अपर्च्युनिटी नभएको नेपालमा अवसर नभएको त पक्कै पनि हैन र म के भन्न चाहन्छु नि तपाई आज यो नेचरलाई हेर्नुस् एकचोटी सरलाई हेरेर यो नेचरलाई हेरेपछि तपाईले के कुरा सिक्न सक्नुहुनेछ भने अवसर छ तर हामीले डिजिटललाई सदुपयोग गर्न सकिन्छ के जस्तो आज दिनमा म यहाँ बसेर यो डाँडाबाट मसँग हातमा ल्यापटप छ मसँग चाहिँ डिजिटल मार्केटिङ सिक्यो भने स्किल्स सिक्यो भने म के गर्न सक्छु भोलि फ्युचरमा चाहिँ पैसा कमाउन सकिन्छ के सकिन्छ किनकि डिजिटलले के गर्न सकिन्छ हामी जसरी पनि कनेक्टेड हुन सकिन्छ र दुनियामा जति पनि अहिले कारोबार भइरहेको छ सो सबै डिजिटलमा शिफ्टिङ भइरहेको छ के सो त्यही भएर एउटा कुरा के बुझ्न जरुरी छ भने हामी आज यस्तो यो भिड पाखादेखि जस्तो ठाउँमा भए पनि इन्टरनेट कनेक्सन छ भने तपाई हामीले चाहिँ के गर्न सकिन्छ आम्दानी गर्न सकिन्छ सो त्यही कारणले चाहिँ म तपाईलाई के भन्न चाहन्छु भने आजको दिनमा पनि के गराउनुस् डिजिटललाई चाहिँ कमाउने माध्यम बनाउनुहोस् र आफ्नो फ्युचरलाई सेक्युर बनाउनुहोस् र अहिले भन्नुपर्दा यो गाउँ भन्न चाहिँ माथि चाहिँ तपाईले के चिन्न सक्नुहुन्छ नि माथिको खर्क आरबाङ यो ठाउँलाई चाहिँ तपाईले देख्न सक्नुहुन्छ र यहाँदेखि तल जानु भने तपाई सिंहटाटे पनि मजाले पनि भिजिट गर्न सक्नुहुनेछ र हामीसँग हुनुहुन्छ अरु केशव सर पनि हुनुहुन्छ उहाँसँग पनि हामी केही कुरा गर्नेछौं सो यति भिडियो हेरिदिनु भएकोमा म तपाईलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु होप यु गाइज लाइक भिडियोलाई चाहिँ कमेन्ट गर्न सक्नुहुनेछ सो थ्यांक यू सो मच सो नमस्कार केशव सर हामीसँग हुनुहुन्छ केशव सर जो उहाँ अलरेडी के गर्नुहुन्छ डिजिटल प्लेटफर्ममा कनेक्ट हुनुभएको छ र उहाँ पनि एउटा डिजिटल एन्टरप्रेन्योर हुनुहुन्छ सो सरलाई सर हजुरको परिचय दिनुस् त सुरुमा नमस्ते फर्स्ट अफ अल त मेरो नाम केशव थापा मगर म यहीँको बासिन्दा है यो खासमा हाम्रो मंगला गाउँपालिका वडा नम्बर 3 मा पर्छ है हामी अहिले घुम्दै घुम्दै हामी आएको छौँ यो प्राकृतिक सौन्दर्यतालाई यसो अलिकति निहालौँ कि भनेर है हाम्रो यो मंगला गाउँपालिकामा मानिसहरू धेरैहरू नै हुनुहुन्छ कि खास गरी त अब मान्छेहरूलाई अहिले कस्तो भयो भने एउटा आर्थिक अवस्थाको कमजोरी पनि होला सायद हुनु पनि हो किनभने आज तेस्रो जेनेरेसनमा पनि मान्छेहरू अलिकति थोरै पनि आफ्नो वोटिङ ब्यालेन्स बढाउन पनि मान्छेहरू आज बाहिर जानु परेको छ आफ्नो देश छोडेर हैन किन भन्दा एउटा हामीसँग एजुकेसनको कमी पनि छ के यहाँनिर तपाई आज एउटा फोन खेलाउनुहुन्छ एउटा त्यो 15000 18000 तपाईको 1.5 लाख 2.5 लाख 3 लाख 5 लाख सम्मको फोन खेलाउँछ कि मान्छेहरू तर त्यो फोनलाई कसरी युज गर्ने युज गरेर मात्रै भएन त्यहाँनिरबाट आफूलाई अलिकति बेनिफिट हुने कामहरू गर्ने त्यस्तै नलेजहरू हासिल गर्नेतिर मान्छेहरूको फोकसिङ छैन पैसा त कमाउने आर्थिक अवस्थालाई उन्नति गर्नुपर्छ आजको दिनमा तर पनि हामी बाहिरै जानुपर्छ भन्ने मेरो चाहिँ मान्यता हो किन भन्दाखेरि न त यहाँनिर तपाईलाई कुनै पढाइले नै म्याटर गर्छ न त तपाईको उमेरले नै म्याटर गर्छ न त तपाईको यो हो त्यो हो तपाईसँग यो हुनुपर्छ त्यो हुनुपर्छ तपाईसँग यति धेरै योग्यता हुनुपर्छ त्यसले म्याटर गर्छ नत्र भने गर्दैन र एजुकेसन पाउन सकिँदैन पैसा आम्दानी गर्न सकिँदैन डिजिटलबाट भन्ने छैन के एउटा मोबाइललाई हामीले डिजिटलमा आज कन्भर्ट भइसक्यो डिजिटलले हरेक कुराहरूलाई नजिक ल्याइसक्यो हाम्रो आँखा अगाडि छरपस्ट छ तर पनि हामीले युटिलाइज गर्न सकेको छैन यसमा कमी के हो त हामीसँग एउटा नलेज नहुनु एउटा ठुलो कमी हो त्यसलाई चाहिँ के गर्नु पर्यो हामीले सिक्नेतिर फोकस गर्नु पर्यो 2 वर्ष 3 वर्ष 4 वर्ष 5 वर्ष लाग्छ कमाइ नहुन सक्छ तपाईसँग जिरो ब्यालेन्समा काम गर्नुपर्ने हुन्छ तर पनि त्यति बेलासम्म तपाईको मेहनत तपाईको धैर्यता तपाईको एउटा लगनशीलता त्यो एउटा तपाई भित्रको जुनूनता हुनुपर्छ तपाईसँग जबसम्म इच्छा नै छैन भनेदेखि तपाई बाहिर जानुस् सायद डिजिटललाई मात्रै लिएरको कुरा हैन कि तपाईले जब मनमा तपाईको हृदयमा तपाईको इच्छा नै छैन भने इच्छा शक्ति हुनु एकदमै आवश्यकताको कुरा हो नम्बर 1 है इच्छा शक्ति एकदमै हुनु आवश्यक छ जसरी तपाई आज डिजिटललाई युटिलाइज गर्न छोडेर तपाई आफै युज केस मतलब तपाई आज आर्थिक अवस्थालाई उन्नति गर्छु म भनेर आज प्रदेशमा हुनुहुन्छ आफ्नो देश छोडेर हैन तर त्यहाँनिर पनि तपाईलाई एउटा भोक थियो नि त्यस्तै भोक यहाँनिर हुनुहुन्छ कि म बाहिर गएर मैले यति पैसा कमाउँछु भनेर तपाईलाई इच्छा छ तपाईको त्यो माइन्डसेट भइसक्यो तपाई त्यो खालको माइन्डसेट भइसक्यो तर त्यही माइन्डसेट यहाँनिर ल्याएर सदुपयोग गर्न सक्नु म सिक्छु म गर्छु केही गर्छु भने हाम्रो देशमा छ त धेरै हाम्रो यत्रो सक्लो तपाईको सक्लो नेपाल छ यार नेपालमा गर्न नसक्ने केही पनि छैन बस मान्छेलाई सिकाइको कमजोरी र मान्छेलाई
सिक्न नचाहेको कुरा त्यति मात्रै हो। नत्र भने पैसा पनि हुनु पर्दैन भन्ने छैन। म पनि यो स्थितिमा म पहिला थिएँ, आज छैन। तर बहुत खुसी लाग्छ। एउटा समयको बावजुद हो मान्छेलाई, तर समयलाई चिन्न सक्नुपर्छ। मान्छेले चाहिँ अलिकति एउटा मोबाइल छ, मोबाइललाई सही तरिकाले युटिलाइज गर्नुहोस्, त्यही हो। हस्।